अब सबैजना होशियार हुनुहोला। सवारी साधन चलाउनेहरूका लागि भर्खरै सरकारले झन कडा नियम ल्याएको छ। अब यी 11 गल्ती गरे सिधै जेल जानुका साथै सवारी साधन जफत र लाखौं जरिवाना तिर्नुपर्नेछ। सरकारले 3 दशकपछि सवारी तथा यातायात व्यवस्था ऐन परिमार्जन गर्ने तयारी थालेको छ। 2049 सालमा बनेको ऐन अनुसार सवारी तथा यातायात क्षेत्रको नियमित हुँदै आएकोमा यसलाई परिमार्जन गर्दै नयाँ ऐन ल्याउने तयारी भएको छ। नयाँ नियम अनुसार अब मोटरसाइकलको पछाडि बस्ने यात्रुले अनिवार्य हेलमेट लाउनु पर्नेछ। त्यस्तै बालबालिकालाई अगाडि राख्न निषेध गरिएको छ। सवारी दर्ता प्रमाणपत्र उल्लेखित नम्बर प्लेट नराखी चलाएमा 10,000 रुपैयाँदेखि 30,000 रुपैयाँसम्म वा 6 महिना कैदका साथै सवारी जफत गरिनेछ। सवारी साधन दर्ता नगरी चलाएको पाइएमा 2 पाङ्ग्रे र 3 पाङ्ग्रेका लागि 5,000 रुपैयाँ, साना र मजौला सवारीको हकमा 15,000 र ठुलालाई 50,000 रुपैयाँ जरिवाना लाग्नेछ। त्यस्तै दर्ता गरेको भन्दा अन्य प्रयोजनको लागि प्रयोग गरी चलाएको पाइएमा 2 पाङ्ग्रे र 3 पाङ्ग्रे सवारीलाई 2,000 रुपैयाँ र मजौलालाई 3,000 र ठुलालाई 5,000 रुपैयाँ जरिवाना लाग्नेछ। त्यस्तै कुनै एग्रिग्रेटरले इजाजत प्राप्त नगरी सवारी चलाएको पाइएमा 2 पाङ्ग्रे र 3 पाङ्ग्रे सवारीलाई 50,000 रुपैयाँ, मजौला सवारीलाई ठुला सवारीलाई 2 लाख रुपैयाँ जरिवाना गरिन्छ।